healthy eating को बारेमा तपाईलाई जानकारी दिन चाहन्छु हैन मेबी मोस्ट अफ यु तपाईले यो कति कुरा थाहा छ जस्तो पनि लाग्छ होला तर यु क्यान रिह्याश अगेन हैन एउटा रिमाइन्डर पनि हुन्छ र क्वेशन्सहरु छ भने प्लिज फिल फ्री एनी टाइम हैन हात उठाएर सोध्न सक्नुहुन्छ है त ओके सो सुरुवातमा हेल्थी इटिङ के हो त के लाग्छ कसैले भन्न सक्नुहुन्छ होला हेल्थी इटिङ के हो स्वस्थ पोषण के हो Balanced diet. हजुर Balanced diet. हजुर एकदमै राम्रो एनीवन एल्स Uncooked food. हजुर Uncooked food. I think like raw with vegetables. हजुर Yeah, fruits, and fruits हजुर vegetables yes very good so healthy eating चाहिँ फर्स्टमा न्युट्रिसनली कम्प्लिट हुनु पर्यो त्यो भनेको तपाईको सबै फुड ग्रुप्सहरुबाट खानेकुराहरु आउनु पर्यो यो त हामीलाई प्राय सुनेको छौं हैन प्रोटिन्स कार्बोहाइड्रेट र फ्याट्स यो अहिले हामी एकछिनमा जान्छौं के हो भनेर है सो न्युट्रिसनली कम्प्लिट भनेपछि यो तीनटा फुड ग्रुपहरुबाट तपाईको खानेकुरा आउनु पर्यो डेली रुपमा हैन त्यसपछि अर्को चाहिँ ब्यालेन्स्ड हुनु पर्यो ब्यालेन्स्ड भनेको चाहिँ तपाईको पोर्सन चाहिँ राइट मात्रामा हुनु पर्यो है आई थिंक हामी नेपालीहरुले चाहिँ वी स्ट्रगल विथ द पोर्सन साइज जुन हामीले एकछिनमा पनि कुरा गर्नेछौं सो अगेन हेल्थी इटिङ भनेकै हाम्रो न्युट्रिसनली कम्प्लिट हुनु पर्यो सबै फुड ग्रुपहरुबाट आउनु पर्यो खानेकुराहरु त्यसै गरेर ब्यालेन्स्ड हुनु पर्यो भनेको हाम्रो पोर्सनको मात्रा चाहिँ हाम्रो ठिक्क हुनु पर्यो है त सो फुड ग्रुपहरुमा जाउँ है मैले चाहिँ अहिले के भेटाइरहेको छु भन्दाखेरि फ्रम माई पर्सनल एक्सपिरियन्स धेरैलाई फुड ग्रुप जेनेरिक ग्रुपमा चाहिँ थाहा छ ए यो प्रोटिन हो यो कार्बोहाइड्रेट हो भन्ने तर हामीले दिनदिनै हाम्रो खाने जुन पोषण छ हामीले सायद निहालेर एक्चुअली हेरेको हुन्नौं क्या किनभने हामीले जसरी खाइरहेको छौं जसरी हुर्किँदाखेरि खाइरहेको छौं त्यही शैलीमा खाइरहेको हुन्छौं सो हामीले चाहिँ बसेर ए मेरो प्रोटिन अमाउन्ट चाहिँ ठिक छ कि छैन मेरो कार्बोहाइड्रेट अलि बढी भएको हो कि भनेर हामीले चाहिँ निहालेको चाहिँ छैन जस्तो लाग्छ स्पेशली है हाम्रो ओल्डर एजको लागि सो प्रोटिनमा के आउँछ भन्दाखेरि एकदमै कमन हैन तपाईको मिटहरु आयो सबै एनी टाइप अफ मिट पोल्ट्रीहरु भयो तपाईको रेड मिटहरु भयो फिश सी फुडहरु आयो र त्यसको साथसाथै अलिकति डेयरी पनि आयो प्रोटिनमा तपाई भन्नुहुन्छ होला यो त डेयरी प्रोडक्ट होइन भन्दाखेरि त्यसमा प्रोटिन कन्टेन्ट अलि राम्रो मात्रामा हाई मात्रामा भएको भएर यसलाई प्रोटिन फुड ग्रुपमा राखिन्छ तर यदि शाकाहारी हुनुहुन्छ इज एनीवन भेजिटेरियन कोही भेजिटेरियन हुनुहुन्छ यहाँ भेजिटेरियन हुनुहुन्छ भने चाहिँ तपाईको प्रोटिन सोर्स भनेको के हो भन्दाखेरि बीन्सहरु हैन लेग्युम्सहरु पल्सेसहरु त्यसै गरेर नट्स एन्ड सीड्सहरु भनेपछि एउटा शाकाहारीले जो चाहिँ भेजिटेरियन छ त्यो मान्छेको चाहिँ प्रोटिन कन्टेन्ट मासु खानु भन्दा चाहिँ कम हुन्छ है तर उले चाहिँ कसरी मिलाउन सकिन्छ भने मिक्स गर्नुपर्छ क्या जस्तै आज मैले पहिलो दाल खाए भोलि चाहिँ म कालो दाल गर्छु पर्सि म केराउ गर्छु निको पर्सि म चना गर्छु त्यो तपाईले मिक्स गर्नु भयो भने चाहिँ तपाईले कम्प्लिट प्रोटिन पाउनुहुन्छ है सो कतै तपाईले सुन्नु होला ए भेजिटेरियनले त खासै मासु खाए जस्तो कम्प्लिट प्रोटिन पाउँदैन भने सुन्नुहुन्छ होला व्हिच इज राइट तर त्यसलाई फिक्स गर्ने तरिका चाहिँ तपाईले मिक्स गर्नुपर्ने हुन्छ है तपाईले दालहरु गेडागुडीहरु चाहिँ मिक्स गर्नु भयो भने बल्ल कम्प्लिट प्रोटिन पाउनुहुन्छ त्यसपछि तपाईको फ्रुट्स एन्ड भेजिटेबल्समा एम फर द रेनबो भेराइटी भनेको चाहिँ तपाईले भेराइटी खानु पर्यो हैन विभिन्न प्रकारको मिक्स गर्नु भयो भने चाहिँ तपाईको भिटामिन्स मिनरल्स र फाइबरहरु चाहिँ सबै पाउने भयो है भिटामिन्स र मिनरल्स त हामीलाई सबैलाई थाहा नै छ चाहिने चीज हो तर फाइबरले के गर्छ होला कसैले भन्न सक्नुहुन्छ फाइबर हाम्रो लागि किन राम्रो हजुर डाइजेसनको लागि फाइबरले चाहिँ के गर्छ भन्दाखेरि डाइजेसनमा चाहिँ एक त हामीलाई टोयलेट दिनदिनै टोयलेट जान रेगुलरली जानको लागि मद्दत गर्छ हैन सेकेन्ड कुरा चाहिँ हाम्रो यो आन्द्रामा चाहिँ नि ब्याक्टेरिया हुन्छ के राम्रो नराम्रो अनि त्यो राम्रो ब्याक्टेरियाको खाना भनेकै फाइबर हो बुझ्नुभयो
तपाईको आन्द्रा स्वस्थ राम्रो राख्नलाई चाहिँ फाइबर चाहिन्छ किनभने त्यो कीटाणुहरू छ नि ब्याक्टेरियाहरू फाइबर आउने बित्तिकै त्यो फिड अन फाइबर अनि तपाईको गट हेल्दी हुन्छ गट लाइनिङ हेल्दी हुन्छ तपाईको हैन अब यो एसिड रिफ्लक्स भनिन्छ आइबिएस भनिन्छ आइबिडी यो सबै तपाईको गट लाइनिङ खराब भएर सुरु भएको त्यसरी सो गट लाइनिङ हाम्रो पेटको आन्द्राको लाइनिङलाई हेल्दी राख्नको लागि चाहिँ फाइबर एकदम जरुरी छ फाइबर केमा पाउँछ भने चाहिँ यो चीजहरुमा तपाईको फलफुलहरुमा सागपातहरुमा तपाईको अन्नबालीबाट आएको चीजहरुमा फाइबर है त्यो चाहिँ याद गर्नुस् होला युके मा चाहिँ सायद मेबी ग्लोबली तर स्पेशली युके मा चाहिँ हामी एकदमै कम छौं फाइबरमा है त्यो चाहिँ डिफिसिएन्ट छ भनेको छ है ओके सो मलाई यो प्रश्न बेला बेलामा आउने गर्छ हैन